वेलकम टु ट्रेडिङ एन्ड इन्भेस्टिङ माइन्डसेट नेप्से एन्ड अल सेक्टर एनालाइसिसमा तपाईँलाई स्वागत छ। दिस भिडियो इज ओन्ली फर एजुकेसनल पर्पज। नेप्सेको टेक्निकली अहिले हेर्दा के देखिन्छ त भन्दा हामीले भिडियोमा भनेको बारम्बार भनेको कुराहरू त्यही नै अहिलेसम्म सबै कुरा भ्यालिड छ है। भने यो मार्केटको स्ट्रक्चर यहाँ ब्रेकडाउन गरे हो, टेस्ट आयो भने यो जोनमा अहिले के भइरहेछ भन्दा एउटा ट्रेन्ड लाइन चाहिँ ब्रेकआउट छ। ठिक छ, ट्रेन्ड लाइन ब्रेकआउट छ र भोल्युम पनि अस्तिको कम्पेरिजनमा राम्रै आयो है। भने योभन्दा एक दिन अगाडिको क्यान्डलभन्दा चाहिँ राम्रो भोल्युम आएछ। भने यो दिनमा कति आएको थियो त भोल्युम 4.20 अर्ब आएको थियो भने अहिले चाहिँ 5.22 अर्ब भोल्युम आएछ है। सो स्लाइटली इन्क्रिज भोल्युम छ भने अब हामीले चाहिँ के गर्ने भन्दा चाहिँ मेजर स्ट्रक्चर त ब्रेकडाउन दिया हो। सो अब यो लिक्विडिटी लिएर माथि जान्छ कि यहाँनिर टेस्ट लिएर तल जान्छ त्यो हेर्नै पर्ने छ है। सो यो जोनमा चाहिँ हामीले इन्ट्रीको लागि हेर्न मिल्दैन है, इन्ट्रीको लागि हेर्न चाहिँ मिल्दैन है। किन भन्दा यो जोनमा चाहिँ यो त फुल्ली ब्रेकआउट दिनु पऱ्यो। यो क्यान्डल है, यो क्यान्डलको लो र हाई लिएको छु मैले। सो यो हायर लोको स्ट्रक्चर हो है, मेजर स्ट्रक्चर हो। यो जोनलाई यदि फुल्ली रिक्लेम गर्छ भने चाहिँ रिक्लेम गरेर सस्टेन दिन्छ भने चाहिँ बल्ल हामी इन्ट्रीको लागि पोजिसन हेर्छौँ। भने अहिले टेक्निकल अवस्था के देखिन्छ त भोल्युम स्लाइटली इन्क्रिज चाहिँ आएको छ, राम्रो भयो, ट्रेन्ड लाइन पनि ब्रेकआउट भयो, त्यो पनि पोजिटिभ कुरा हो। भने यहाँनिर यो लोवर हाई बनाउन गएको हो कि यो स्ट्रक्चरलाई ब्रेक गर्छ त्यो चाहिँ हेर्नु पऱ्यो है। यो स्ट्रक्चरलाई रिक्लेम गर्छ कि यहाँनिर यसलाई भ्यालिड गरेर यसलाई टेस्ट गरेर तल जान्छ त्यो चाहिँ एकदमै हेर्नुपर्ने छ हामीले। वेट एन्ड वाचको अवस्था छ है अहिले मार्केटको अवस्था। भने यदि तपाईँहरूलाई रिस्क लिएर ट्रेड लिन चाहनुहुन्छ भने रिस्क लिएर म ट्रेड गर्छु यो जोनमा भने चाहिँ स्टप लस कम्पलसरी राख्नुपर्ने छ है। सपोर्ट जोनबाट फर्केको हो भने यो जोनभन्दा तल स्टप लस सेट गरेर इन्ट्री गर्छु भने चाहिँ ठिक छ। नत्र म रिस्क लिँदिनँ, कन्फर्मेसन बाई कुर्छु भने चाहिँ यो जोनको स्ट्रक्चर के छ त यहाँ हायर हाई, हायर लो, हायर हाई, हायर लो बनाएको है। यो लास्ट हायर लो थियो, त्यसपछि यसलाई ब्रेक गराएको थियो, ब्रेकअप स्ट्रक्चर भएको थियो, यो लोवर लो भयो। यो लो भन्दा यो लो तल गएको छ र स्ट्रक्चरमा यहाँनिर लोवर हाई बनाएर यसरी तल जान सक्ने चान्सेस पनि छ नि त। सो यहाँनिर के गर्नु पऱ्यो भन्दा ट्रेन्ड लाइन ब्रेकआउट भएको छ, एकदम राम्रो कुरा हो। भने यो जोनलाई पनि यो लाइनलाई ब्रेकआउट गरेर विथ भोल्युम जान्छ भने बल्ल हामी यहाँनिर बरु 4-5 रुपियाँ 10 रुपियाँ माथि महँगोमा किनौँला, तर कन्फर्म दिइसकेपछि बाई आइसकेपछि बल्ल हामी बाईको लागि हेर्छौँ भने हामी एकदम सेफ साइड इन्ट्री गर्दाखेरि चाहिँ बेटर देखिन्छ है। अब हाई रिस्क लिन्छु भनेर हाई रिस्क हाई रिटर्न सोच्ने हो भने चाहिँ योभन्दा तल स्टप लस सेट गरेर इन्ट्री गर्न मिल्यो भने यो जोनको ट्रेन्ड लाइन ब्रेकआउट छ। यो जोनलाई चाहिँ मेन यो जोन ब्रेकआउट भएपछि बल्ल हामी इन्ट्रीको लागि हेर्न मिल्ने जोन हो है। यो जोनलाई मजाले ब्रेकआउट गरेर सस्टेन दिन्छ भने चाहिँ बल्ल हामी इन्ट्रीको पोजिसन हेर्न मिल्ने जोनमा देखिन्छ अहिलेको अवस्था नेप्सेको टेक्निकली हेर्दा चाहिँ। भने अब के गर्ने त सिम्पल छ है। यो ब्रेकआउट हुन्छ इन्ट्री गरौँला, ब्रेकआउट हुन्छ भोल्युम आउँछ र सस्टेन दिन्छ भने यो जोनमा इन्ट्री गरौँला। भने यो जोनमा टेस्ट लिएर यहाँनिर ठोकेर तल झर्छ भने एक्जिटको लागि पोजिसन हेरौँला है। सो हामीले बारम्बार भनेको छ है, मेजर स्ट्रक्चर ब्रेकआउट छ, ब्रेकडाउन छ, ब्रेकअप स्ट्रक्चर भयो। सो यो जोनमा टेस्ट आउँछ भने एक्जिटको लागि हेर्ने हो। इन केस यो जोनमा ब्रेकआउट गर्छ विथ भोल्युम भने टेक्निकली जे देखायो त्यही कुरा गरे है। स्ट्रक्चर ब्रेक भएको छ, सो डाउन ट्रेन्डमा देखाइरहेको छ। टेक्निकली हेर्दा यो स्ट्रक्चरलाई ब्रेकडाउन दिएको हो भनेपछि यहाँनिर लोवर हाई बनाएर तल जाने देखाइरहेछ भने यो जोनमा अहिले अब यो जोनमा ब्रेकडाउन हुनु एउटा पोलिटिकल रिजन, आन्दोलन यताउता, यो कुलमान घिसिङ निस्किएको यताउता गरेर धेरै प्रब्लमले गर्दा मार्केटलाई असर गरेर तल गएको हो। सो अब यो आन्दोलन नि सकिन्छ, यो राम्रो पोजिटिभ हुन्छ भने रिक्लेम हुन्छ भने चाहिँ रिक्लेम गरेर यो स्ट्रक्चरलाई फेरि रिक्लेम गरेर माथि गएर सस्टेन दिन्छ भने चाहिँ हामी त्यति बेला चाहिँ हामी बाईको लागि हेर्छौँ। भने अब हामी सेक्टर एनालाइसिसतिर लागौँ र हजुरको कमेन्टहरू पनि लास्टमा एनालाइसिस हुन्छ है। सो ब्याङ्किङ सेक्टर पहिला हेरौँ है त।
ब्याङ्किङ सेक्टरको अवस्था के छ त भन्दा इम्पोर्टेन्ट सपोर्ट जोनमा आएर बाउन्स आएको हो। बाउन्स आउँदाखेरि के देखिन्छ त यो ट्रेन लाइन त ब्रेकआउट देखियो तर रेड क्यान्डलमा देखाएको छ है। यो ट्रेन लाइन ब्रेकआउट देखाएको छ तर रेड क्यान्डलमा छ भने यहाँनिर अब के गर्ने त भन्दा यो जोनमा के छ त भन्दा यसमा नि यो स्ट्रक्चर त ब्रेक गरे हो नि त, तल आयो नि त। सो यसमा नि के छ त भन्दा यदि यो रेड लाइनलाई है 1393 लाई यदि ब्रेकआउट गर्छ विथ भोल्युम भने यहाँनिर के हुन्छ त यसरी लो सेट गर्यो, त्यसपछि लोअर हाई बनायो, त्यसपछि फेरि लो सेट गर्यो। अब यो लोअर हाई बनाउन हो कि यो ब्रेक गर्छ त्यो हेर्नु पऱ्यो। यदि यो ब्रेक गर्छ भने यहाँनिर ब्रेक अफ स्ट्रक्चर हुन्छ। ब्रेक अफ स्ट्रक्चर भएपछि चेन्ज अफ क्यारेक्टर हुन्छ। चेन्ज अफ क्यारेक्टर भएपछि हायर लो हायर हाई यसरी जान्छ भने हामी चाहिँ कुन जोनमा इन्ट्री गर्ने त भन्दा यदि सेफ साइड इन्ट्री गर्न चाहनुहुन्छ ट्रेडको लागि हेर्ने हो भने चाहिँ आरएसआई 60 भन्दा माथि जानु पर्यो। 60 भन्दा माथि जान्छ भने हामी स्ट्रङ ट्रेड र ट्रेड गर्न मिल्ने जोन भन्छौँ भने यो जोनलाई यो ट्रेन लाइनलाई पनि ब्रेकआउट चाहियो। यहाँनिर अब के देखिन्छ त यो ब्याङ्किङमा ट्रेन लाइन ब्रेकडाउन दियो भने त ब्रेकडाउन टेस्ट तल जाने है। सो सबै प्रस्पेक्टबाट हेर्नु पऱ्यो है। टेक्निकली जे देखाएको छ त्यही नै हेर्नु पऱ्यो है। यसमा बायस हुनु भएन है। मार्केट बढ्ला भनेर मार्केटमा 2 दिन हरियो क्यान्डल देखेर एकदम बायस चाहिँ हुनु भएन। डिसिप्लिनमा ट्रेड गर्नु पऱ्यो। इनकेस ब्रेकआउट हुन्छ भोल्युम सहित ब्रेकआउट हुन्छ भने त हामी मजाले इन्ट्री गरौँ न, बरु कन्फर्मेसन कुरेर इन्ट्री गर्दाखेरि बेटर देखिन्छ है। भने ब्याङ्किङ सेक्टरमा यो ट्रेन लाइन ब्रेकआउट छ तर रेड क्यान्डल छ तर इम्पोर्टेन्ट जोनबाट चाहिँ फर्क्या हो। सो यहाँनिर हामीले थोरै लङ टर्म इन्भेस्टिङको लागि थोरै एकुमुलेट गर्न मिल्ने जोनमा चाहिँ हो भने सर्ट टर्म ट्रेडिङको लागि छिर्ने हो भने यो ट्रेन लाइनलाई ब्रेकआउट र यो मेजर रेड लाइनलाई है, यो रेड लाइन भनेको 1393 लाई यदि ब्रेकआउट गर्छ भने आरएसआई पनि 60 भन्दा माथि जान्छ। त्यसपछि आरएसआई 60 माथि गएपछि हामी ट्रेड गर्न मिल्ने जोनमा पुग्यो। अब हामी ट्रेडिङको लागि पनि हेर्छौँ भनेर त्यो इन्डिकेटरले देखाउँछ भने यो जोनलाई ब्रेकआउट टेस्ट आउँदाखेरि बुरा हामी इन्ट्री गर्दा भयो भने यो ब्रेकआउट कन्सल्टेड हुन्छ भने पनि हामीले त्यति बेला चाहिँ इन्ट्रीको लागि पोजिसन हेर्न मिल्यो भने अहिलेको अवस्था चाहिँ वेट एन्ड वाचको अवस्था छ है। सो अब यो 2 दिनमा आन्दोलनमा के हुन्छ कस्तो हुन्छ थाहा छैन। सो पोजिटिभ कुरा हुन्छ भने मार्केटलाई अझ माथि पुस गर्छ भने यदि इनकेस केही नेगेटिभ कुरा भयो भने मार्केटलाई ड्र्याग पनि गर्न सक्छ है। सो पोलिटिकल न्युजले धेरै कुराहरू टेम्पोरेरी पर्छ तर 1 हप्ता 2-3 दिन मजाले असर चाहिँ गर्छ है त्यसले। सो अब नेप्सेको त्यो असर गरेर तल झर्यो कि रियली ब्रेक अफ स्ट्रक्चर भएर ब्रेकडाउन भएर तल गयो त्यो कुरा चाहिँ हेर्नुपर्ने छ है। सो भोलि सन्डे अब मार्केट खुल्छ कि खुल्दैन थाहा छैन। मार्केट खुलिहाल्यो भने पनि के छ त त्यो दिनमा यदि ब्रेकआउट दिन्छ नेप्सेले पनि भने हामी त्यो ब्रेकआउट भएर सस्टेन दिन्छ भने बल्ल हामी सेफ साइडबाट इन्ट्री पोजिसन हेर्न मिल्ने जोन हो त्यो भने इफ इनकेस ट्याप गरेर तल जान्छ भने हामीले इजिटको लागि पोजिसन हेर्नुपर्छ है। सो हामीले चाहिँ अस्ति ब्रेक अफ स्ट्रक्चर हुने बित्तिकै इजिट गरेका छौँ। सो हामी क्यासमा छौँ भने हामी इन्ट्री पोजिसनको लागि हामी अपर्च्युनिटी कुरिरहेछौँ र एकदम फ्रेस इन्ट्रीको लागि हामी ब्रेकआउट भएर सस्टेन दिन्छ भने बरु सेफ साइड बरु 5-10 रुपियाँ महँगो होस् तर एकदम सेफ साइड भएर इन्ट्री गर्छौँ है। सो डिसिप्लिनमा ट्रेड गर्न एकदम जरुरत छ है। सो अब ब्याङ्किङको यही नै छ, सेम केही पनि फरक छैन। यो ट्रेन लाइन ब्रेकआउट भएर बरु ब्रेकआउट हुन्छ भने हामी बरु 10-20 रुपियाँ महँगो भए पनि हामी त्यति बेला किन्छौँ भने यो जोनमा ट्याप भएर तल आउँछ भने यहाँनिर यो ट्रेन लाइन ब्रेकआउट यो ट्रेन लाइनको ब्रेकडाउन भएर टेस्ट लिएर तल जान लाग्यो भनेर देखिन्छ है। यो स्ट्रक्चर ब्रेक भइसकेको छ भने अब यो स्ट्रक्चरलाई मेन्टेन गर्नको लागि के गर्नु पर्यो त यो ट्रेन लाइन ब्रेकआउट हुँदाखेरि भोल्युम आउनु पर्यो। भोल्युम सहित ट्रेन लाइन ब्रेकआउट हुन्छ। यो ट्रेन लाइन ब्रेकआउट हुँदा 60 भन्दा माथि जान्छ आरएसआई भने हामी तब चाहिँ हामी सेफ साइडबाट ट्रेड गर्न मिल्छ है ब्याङ्किङको। त्यसपछि हाइड्रोमा जाउँ है। हाइड्रो पावरको के देखिन्छ त भन्दा इम्पोर्टेन्ट सपोर्ट जोनबाट फर्केको हो। किन भन्दा यो जोन भनेको एकदम इम्पोर्टेन्ट जोन है हाइड्रो पावरको पनि। यहाँनिर हामी हायर हाई हायर लो हायर हाई हायर लो हायर हाई है यसरी जाँदाखेरि यो जोन भनेको यो हायर लो स्ट्रक्चरको एकदम इम्पोर्टेन्ट सपोर्ट जोनबाट आएर चाहिँ फर्केको हो भने अब यहाँ के देखिन्छ त भन्दा यो ट्रेन लाइन त ब्रेकआउट छ
हाइड्रो पावरमा भने हामीले यो जोनमा थोरै ट्रेड गर्न चाहिँ मिल्छ, तर यो क्यान्डलको यो जुन यो मैले एउटा लाइन तानेको छु, यो लाइनभन्दा तल स्टप लस राखेर चाहिँ ट्रेड गर्न मिल्छ भने हाम्रो फर्स्ट टार्गेट यो जोन छ है, यो जोन छ। सेकेन्ड टार्गेट हाम्रो यो जोन छ है, त्यसपछि थर्ड टार्गेट यो, त्यसपछि एउटा एकदम इम्पल्सिभ मुभ आउँछ है यो जोनहरू कटेपछि। भने हाइड्रो पावरमा नि पोजिटिभ चाहिँ पोजिटिभ देखिरहेछ भने यो ट्रेन्ड लाइनलाई ब्रेकआउट गरेर सस्टेन हुन्छ भने हामी त्यसपछि थोरै इन्ट्री गर्दै जाने है। अब थोरै यो जोनमा थोरै इन्ट्री गर्न मिल्ने जोन चाहिँ छ भने, किन भन्दा हाइड्रो पावर सेक्टर एकुमुलेटेड छ है, एकुमुलेटेड छ भने ठिकै छ है। यो ओभरसोल्ड जोनमा आएर ट्याप गरेर माथि गइरहेछ भने अब यो 40 भन्दा माथि गएर 50 भन्दा माथि जाँदै बिस्तारै 60 माथि जाँदै जान्छ भने बल्ल 60 माथि गएपछि चाहिँ हामीले एकदम स्ट्रङ ट्रेन्ड आउँदैछ, अब हामी ट्रेड गर्न मिल्ने जोनमा छौँ भनेर बुझ्छौँ है। सो एकदम इम्पोर्टेन्ट सपोर्ट जोनमा चाहिँ छ हाइड्रो पावर सेक्टर भने यो ब्रेकआउट चाहिँ भएको छ भने यो जोनलाई पनि क्लियर कट माथि जान्छ भने राम्रो सिनेरियोहरू चाहिँ आउँछ है। ल टेक्निकली हेर्दाखेरि चाहिँ अहिलेको जोनमा यो जोनभन्दा तल स्टप लस राखेर ट्रेड गर्न चाहिँ मिल्छ भने एकदम डिसिप्लिनमा है। यो जोनभन्दा तल गयो भने स्टप लस हिट भयो भने स्टप लस गर्न पनि पर्यो है। ल हाइड्रो पावरको ठिक छ। नेक्स्ट जाउँ माइक्रो फाइनेन्स हेरौँ है। माइक्रो फाइनेन्सको पनि के देखिन्छ त भन्दा यो ट्रेन्ड लाइन है, यो ट्रेन्ड लाइन त ब्रेकडाउन देखियो नि त, यो ट्रेन्ड लाइन त ब्रेकडाउन देखियो भने यहाँनिर के छ त यो चुचो मैले लिएँ र यो एउटा भ्यालिड ट्रेन्ड लाइन हो। यो ट्रेन्ड लाइनलाई ब्रेकडाउन टेस्ट तल जाने है भने अब के गर्नु पर्यो त, पोजिटिभ हुनको लागि चाहिँ माइक्रो फाइनेन्स सेक्टरले यो लाइनलाई पनि ब्रेकआउट, यो ट्रेन्ड लाइनलाई पनि ब्रेकआउट, होरिजेन्टल लाइन र यो ट्रेन्ड लाइनलाई पनि ब्रेकआउट गरेर विथ भोल्युम यो एउटा लाइन एउटा प्याटर्नमा गइरहेकोमा भित्र रिक्लेम गर्छ भने चाहिँ बल्ल हामी यहाँनिर चाहिँ यो मजाले ब्रेकआउट गरेर भोल्युमसहित एउटा सस्टेनेबल देखायो भने चाहिँ हामीले बल्ल हामी ट्रेडिङको लागि हेर्छौँ है। माइक्रो फाइनेन्स पनि भने इम्पोर्टेन्ट मेजर रेसिस्टेन्ट जोनमा छ है। यो जोनलाई यदि ब्रेकआउट गर्छ भने हामी इन्ट्री गर्छौँ, ब्रेकआउट गर्दैन यो जोनलाई ट्याप गरेर तल आउँछ भने हामी सेलिङको लागि हेर्छौँ है, एक्जिटको लागि हेर्छौँ भने यसमा पनि एकुमुलेटेड छ है। माइक्रो फाइनेन्स सेक्टर पनि एकुमुलेटेड छ भने यो जोन इम्पोर्टेन्ट जोनमा चाहिँ हो भने यो जोन एकदम मेजर रेसिस्टेन्ट पनि हो है। सो मेजर रेसिस्टेन्ट तोड्छ भने हामी इन्ट्रीको लागि हेर्छौँ, यदि तोड्दैन भने हामी बरु एक्जिट गरेर फेरि हल्का तल आएर तलको जोनमा फेरि रिएकुमुलेट गर्छौँ है। सो माइक्रो फाइनेन्स सेक्टर पनि भयो है। अर्को रह्यो नन लाइफ। नन लाइफमा चाहिँ के देख्यो भन्दा यो इम्पोर्टेन्ट जोनलाई सपोर्ट जोन पनि तलै ब्रेकडाउन दिएको छ भने अब यहाँनिर एकदम इम्पोर्टेन्ट कुरा है, यो जोनलाई ट्रेन्ड लाइन ब्रेकआउट त छ भने यो जोनलाई भोलिको दिनमा इमिडिएटली रिक्लेम गरेर माथि जान्छ र विथ भोल्युम माथि जान्छ र सस्टेनेबल देखाउँछ र यो जोनलाई पनि तोड्छ भने चाहिँ हामी बल्ल अलिकति ट्रेडिङको लागि हेर्न मिल्ने जोनमा पुग्छौँ भने यो जोनलाई ट्रेन्ड लाइन ब्रेकआउट छ, एउटा क्यान्डलले ब्रेकआउट छ भनेमा इन्ट्री गर्न मिल्दैन है। भोलिको क्यान्डलले पनि ग्रिन भएर भोल्युम सहित आउँछ भने सस्टेनेबल दिएपछि बरु रिइन्टर गर्छौँ भने अहिलेको टेक्निकली हेर्दाखेरि बेरिस नै छ। यो ट्रेन्ड लाइन ब्रेकआउट यो मेजर सपोर्ट जोनलाई भत्काएको हो, रिक्लेम गर्नु पऱ्यो, रिक्लेम गऱ्यो भने इन्ट्रीको लागि हेर्ने, रिक्लेम गरेन भने एक्जिटको लागि हेर्ने। लाइफ इन्सुरेन्स नन लाइफ भन्दा लाइफ हल्का बेटर छ, ठिक छ। नन लाइफ भन्दा लाइफ इन्सुरेन्स हल्का बेटर छ भने लाइफ इन्सुरेन्सको पनि यो ट्रेन्ड लाइन है, यो बनाइरहेको ट्रेन्ड लाइनलाई ब्रेकडाउन दिएको हो। सो ब्रेकडाउन दिएर टेस्ट गरेर तल झर्छ कि यसलाई ब्रेकआउट गर्छ है। सो यसलाई यदि ब्रेकआउट गर्छ भने विथ भोल्युम जान्छ भने चाहिँ हामी इन्ट्रीको लागि हेर्छौँ, ठिक छ। यो जोनमा ट्याप गरेर फेरि तल आउँछ भने यो जोनमै हामी एक्जिटको लागि हेर्छौँ है। सो टेक्निकली जे देखाएको छ त्यही भनेको छ है। सो यो जोनमा झर्दाखेरि चाहिँ फेरि पैसा पनि निस्किएको देखिरहेछ भने अब यो जाँदा बढ्दाखेरि पनि फेरि पैसा थोरै इन्जेक्ट भएर माथि आएको छ भने यो ट्रेन्ड लाइन ब्रेकआउट छ, यो मेजर ट्रेन्ड लाइनलाई ब्रेकआउट गर्छ भने हामी फेरि रिइन्ट्रीको लागि चाहिँ हेर्छौँ है। ल लाइफ इन्सुरेन्स पनि भयो। सो फाइनेन्स है,
अब फाइनेन्सको सिनेरी के देखिन्छ त भन्दा अब यो जोनमै मैले भनेको थिएँ यहाँनिर के देखाएको थियो त यसरी डबल टप बटम बनायो। सो यो भनेको बेरिस प्याटर्न हो। यसले ब्रेकडाउन दियो, ब्रेकडाउन दिएपछि के गर्यो त यसको जति आएको थियो त्यति तल पुग्यो हो भने इम्पोर्टेन्ट जोनमा आएर चाहिँ सपोर्ट लिन चाहिँ खोजिरहेछ भने यो ट्रेन लाइन चाहिँ ब्रेकआउट देखियो तर भोल्युम छैन है, थोप्पो पनि छैन भने ओभरसोल्ड जोनमा गएर ट्याप गरेर फेरि रिइन्टर बााउन्ड्रीमा छिर्न चाहिँ खोजेछ भने 40मा छिर्न चाहिँ छिरिरहेछ भने अब यो जोनमा ब्रेकआउट गरेछ। अब यो जोनमा फेरि भोलि पनि भोल्युम आउँछ भने थोरै रिस्क ट्रेड लिन मिल्यो। योभन्दा तल क्यान्डल स्टप लस राखेर ट्रेड चाहिँ गर्न मिल्यो भने यसमा फास्ट मुभ आउन चाहिँ अलिकति गाह्रो छ है। 60भन्दा माथि गएपछि नि हामीले ट्रेडिङको लागि हेर्न मिल्यो भने अलिकति सेफ साइडमा म ट्रेड गर्छु भने चाहिँ के छ त भन्दा यसमा रिस्क टु रिवार्ड ठिक छ है। यो क्यान्डलको तल लो स्टप लस सेट गरेर चाहिँ ट्रेड गर्न चाहिँ मिल्छ भने टार्गेट 1 यो, टार्गेट 2 यो, त्यसपछि टार्गेट 3 यो ट्रेन्ड लाइन है, यो मेजर ट्रेन्ड लाइन है। यो मेजर ट्रेन्ड लाइनलाई नै भत्काउँछ भने चाहिँ बल्ल फाइनेन्समा पहिला जस्तो इम्पल्सिभ मुभहरू आउँछ है। यो ट्रेन्ड लाइन ब्रेकआउट भएपछि चाहिँ बल्ल इम्पल्सिभ मुभ आउँछ भने अहिले कुन जोनमा छौँ त हामी सपोर्ट जोनमा चाहिँ छौँ है। इम्पोर्टेन्ट सपोर्ट जोनको आसपासमा चाहिँ हो है। यो भनेको इम्पोर्टेन्ट जोन नै हो। त्यही भएर हामीले यहाँनिर रिस्क टु रिवार्ड रेसियो हेर्दाखेरि क्यालकुलेटेड रिस्क लिएर ट्रेड गर्ने हो भने चाहिँ ठिक छ। यो क्यान्डलभन्दा लो किन भन्दा 1 2 3 4 5 दिन एउटै जोनमा सस्टेन दिएर कन्सल्टेट भएर बसेको छ भने यो जोनको ब्रेकआउट विथ भोल्युम छ भने हामीले ट्रेड गर्न मिल्यो यो क्यान्डलको लोलाई सेट गरेर है स्टप लस। ल अब अर्को के छ त हाम्रो सेक्टर म्यानुफ्याक्चर सेक्टर है। ल म्यानुफ्याक्चर सेक्टर चाहिँ एकदम पोजिटिभ देखाएको छ है। अहिलेको सेक्टरहरूमध्येमा हाइड्रो पावर एउटा सपोर्ट जोनमा छ, अरूहरू पनि राम्रो जोनमा चाहिँ छ भने म्यानुफ्याक्चर सेक्टर चाहिँ अहिलेको टाइममा हेर्दा चाहिँ ठिक देख्यो है। किन भन्दा यसले हाई सेट गर्यो, लो सेट गर्यो, हाई सेट गर्यो, फेरि लो सेट गर्यो भने यहीँबाट फर्किँदैछ भने यो ट्रेन लाइनलाई, यो लाइनलाई, होरिजेन्टल लाइनलाई ब्रेकआउट गर्छ भने चाहिँ हामी फेरि रिइन्टरको हेर्छौँ। रिइन्टर हेर्दा कहाँनिर हामीले टार्गेट राख्ने त भन्दा यो ट्रेन लाइनले यसरी तान्ने। सो हामीले टार्गेट कसरी सेट गर्ने त यो जोनसम्म है। म्यानुफ्याक्चर सेक्टर राम्रो देख्यो है। म्यानुफ्याक्चर सेक्टर राम्रो त देखियो तर के गर्ने त भन्दा यहाँनिर हायर हाई, हायर लो, हायर हाई, हायर लो, हायर लो मेन्टेन छ र हायर लोको मेन मेजर ट्रेन लाइनको सपोर्टको जोनबाट फर्केको छ भने यो जोनलाई है, यो रेड लाइनलाई 7369लाई यदि ब्रेकआउट विथ भोल्युम दिन्छ भने हामी यो जोनमा इन्ट्री गर्छौँ भने अहिलेको जोनमा यो जोनमा यदि इन्ट्री गर्ने हो भने यो क्यान्डलको लो सेट लोलाई स्टप लस, यो ट्रेन लाइनको लो, यो ट्रेन लाइनलाई यो पट्काउने जोनको तल यो जोनको यो क्यान्डलको लोलाई स्टप लस राखेर ट्रेड चाहिँ गर्न मिल्यो। फर्स्ट टार्गेट यो। यदि तपाईँ एकदम सेफ साइड र सेफली ट्रेड गर्न चाहनुहुन्छ भने चाहिँ यो ब्रेकआउट गरिसकेपछि बरु इन्ट्री गर्ने, टार्गेट 1 यो राख्ने है। सो टार्गेट 2 अनि त्यसपछि यो जोनसम्म भने ट्रेड गर्दै हुनुहुन्छ भने एकदम डिसिप्लिन चाहिन्छ है। स्टप लस सेट गर्नु पऱ्यो, लस बुक गर्न पनि जानुपर्छ, प्रफिट बुक गर्न पनि जानुपर्छ है। ल अर्को सेक्टरतिर लागौँ है। अदर सेक्टर चाहिँ के छ त भन्दा इम्पोर्टेन्ट जोनबाट फर्केको हो भने 0.382लाई पनि फेरि रिक्लेम चाहिँ गराएको छ भने यो जोन भनेको मेजर सप्लाई जोन हो। यो सप्लाई जोनलाई यदि तोड्छ भने यहाँनिर के देखिन्छ त हायर हाई, हायर लो, हायर हाई, हायर लो, हायर हाई जान्छ है। सो यो जोनलाई तोडेर अझै जान्छ भने त अझै इम्पल्सिभ मुभ आउँछ भने यदि सेफ साइड इन्ट्री गर्न चाहनुहुन्छ भने चाहिँ के गर्दा ठिक होला त भन्दा अहिलेको पोजिसन हेर्दा के देखिन्छ त यो 50 अहिले 57मा छ। यदि 60 माथि फेरि सस्टेन दिन्छ, ब्रेकआउट गर्छ आरएसआईले, 60 माथि फेरि ब्रेकआउट गरेर सस्टेनेबल देखाउँछ र यो जोनमा कन्सल्टेट गर्छ भने हामी त्यति बेला हामी बाइकको लागि हेर्न सकिन्छ भने यो क्यान्डलको यो लोको तल स्टप लस राख्ने, त्यति बेला यो लोभन्दा तल स्टप लस, त्यसरी टार्गेट 1 यो, त्यसरी टार्गेट 2 अलिकति माथि हुन्छ है। सो यसलाई पनि हामीले वाच लिस्टमा चाहिँ राख्न सकिन्छ है। यो ट्रेन लाइनको ब्रेकआउट पनि छ र इम्पोर्टेन्ट जोनमा पनि छ भने हायर हाई, हायर लो, हायर हाई, हायर लो पनि छ है।
र यो 60 भन्दा माथि कन्सल्टेट गर्छ भने मात्र बाई गर्छौँ है। यहाँ फेरि 60 मा ठोकेर तलै झर्छ भने चाहिँ हामी फेरि यु जोनमा एक्जिटको लागि हेर्नुपर्छ है। सो एकदम डिसिप्लिनमा है, स्टप लस टार्गेटहरू चाहिँ एकदम डिसिप्लिनमा राखेर ट्रेड गर्नुपर्छ है। ल सबै सेक्टरको कुरा भयो। अब हजुरले कमेन्ट गरेको स्टकतिर लाऊँ है। हजुरहरूलाई यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने यहाँनिर प्लेलिस्ट छ हाम्रो होइन, यहाँनिर बेसिकको क्लासको भिडियो हालेको छु। यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने यहाँ सिकेर ट्रेड गर्दा हुन्छ है। सो लर्निङ इज अर्निङ है। सो यु हेभ टु लर्न फर्स्ट टु अर्न है। यदि सिक्नु भएन भने चाहिँ कमाउन गाह्रो छ है। सेयर मार्केटमा लाखौँ लाख कमाउँछु भनेर नसोच्नु होला है, एकदम गाह्रो छ है। सेयर मार्केटबाट कमाउन टफ छ है। सजिलो भए भए सबैले कमाउँथ्यो होला। एकदम डिसिप्लिन चाहिन्छ र एकदम मजाले क्लासहरू लिनुपर्ने हुन्छ है। बेसिकदेखि पुरै मास्टरसम्म पढिसकेपछि बल्ल राम्रोसित पढिसकेपछि जानिसकेपछि बल्ल इन्ट्री गर्दा बेटर हुन्छ है। सो अरूको भरमा अरूको विश्वासले लगानी गर्नुभन्दा नि आफैले सिकेर लगानी गर्दा ठिक हुन्छ है। आफ्नो पैसा आफूलाई मात्र माया लाग्छ है, अरूलाई लाग्नेवाला छैन है। सो डिसिप्लिनमा सिकेर डिसिप्लिनमा ट्रेड गर्नुपर्छ है। ल अस्तिको भिडियोमा कमेन्ट हेरौँ है। एउटा बेसिक कुरा थ्याङ्क यू फर लभ रियाक्सन नवीन राईजी, ग्रेट एनालाइसिस सर भन्नुभएको रहेछ। ल थ्याङ्क यू फर गुड कमेन्ट। यो अस्तिकै अनि है, ग्रेट एनालाइसिस सर भन्नुभएको रहेछ। थ्याङ्क यू फर गुड कमेन्ट। नेक्स्ट लेभल एनालाइसिस सर भन्नुभएको रहेछ। थ्याङ्क यू फर गुड कमेन्ट। सर एकदमै राम्रो लाग्यो हजुरको एनालाइसिस सर भन्नुभएको रहेछ। ल थ्याङ्क यू फर गुड कमेन्ट। हजुरलाई एकदम राम्रो लागिरहेछ, इन्फर्मेटिभ लागिरहेछ भने हजुरले साथीभाइहरूलाई सेयर गर्न सक्नुहुन्छ है। र हजुर यो युट्युब भिडियोमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला है। डेली रेगुलर नेप्सेको डेली टेक्निकल एनालाइसिस र हजुरको कुनै पनि क्वेरी छ भने हजुरले कमेन्ट डाउन गर्न सक्नुहुन्छ। हजुरको स्टकको डिटेल एनालाइसिस गरेर हामीले भिडियो हाल्छौँ है। सो मजाले गेन गर्न सक्नुहुन्छ है। सो युटिलाइज गर्न सक्नुहुन्छ। मजाले सबैलाई साथीभाइहरूलाई सेयर चाहिँ गर्नु होला है। यदि नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु होला है। थ्याङ्क यू सो मच सर भन्नुभएको छ। ल थ्याङ्क यू 100% एक्युरेसी सर भन्नुभएको छ। ल थ्याङ्क यू फर गुड कमेन्ट। सर बाइङ सेलिङ स्ट्राटेजी एउटा भिडियो बनाउनु पऱ्यो भन्नुभएको रहेछ। ल अब बिस्तारै क्लासकै भिडियोहरू म हाल्छु होला। सो राम्रो सेयर गर्नु पऱ्यो कि सबैले सपोर्ट गर्नु पऱ्यो होइन, सबैले सेयरहरू गर्नु पऱ्यो। त्यसपछि भिडियोहरू त आइहाल्छ भने रेगुलर अपडेट त आइ नै रहेछ भने हजुरको कुनै पनि क्वेरी छ भने चाहिँ कमेन्ट डाउन गर्नु होला है। एउटा बाइङ एन्ड सेलिङको स्ट्राटेजीको म भिडियो छुट्टै बनाइदिन्छु है। थ्याङ्क यू फर गुड कमेन्ट है। सर वाचलिस्ट एउटा युट्युबमै हालिदिनु पऱ्यो भन्नुभएको रहेछ है। अब हजुरलाई वाचलिस्ट युट्युबमा हाल्ने भन्दा नि हजुरले कमेन्टहरू गर्नु पऱ्यो। स्टकहरू कुन कुन स्टकहरू जुन जुन मन लाग्छ सर्च गर्नु, कुनको स्टकको एनालाइसिस चाहियो कमेन्ट गर्नु। त्यही स्टकको एनालाइसिस गर्दा गर्दा राम्रो स्टकहरू भेटिरहेको हुन्छ। सो त्यहाँबाट हामीले युटिलाइज चाहिँ गर्न सकिन्छ है। हजुरले कमेन्ट डाउन चाहिँ गर्नु पऱ्यो है। हजुरलाई मन परेको स्टक हो म एनालाइसिस गरिदिन्छु है, त्यहीँबाट भेटिन्छ क्या। र हजुरलाई हामीसँगै बसेर हाम्रै बेसमा ट्रेड गर्न चाहनुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ होला है। हामी कन्ट्याक्ट नम्बर यहाँनिर डिस्क्रिप्सन बक्समा राख्छौँ। हाम्रै बेसमा ट्रेड गर्ने, हामीसँगै बसेर ट्रेड गर्न चाहनुहुन्छ, हाम्रै भनेको हिसाबमा जानुहुन्छ। हाम्रो त्यता चाहिँ के हुन्छ भन्दा पोर्टफोलियो म्यानेजमेन्ट पनि हुन्छ भने सबै कुरा क्या। त्यहाँनिर एउटा पिक गर्छौँ स्टक र त्यो स्टकलाई डेली ट्र्याक गर्छौँ भने डिटेलमा एनालाइसिस गरेर लास्टमा फाइनल गरिसकेपछि बल्ल इन्ट्री गर्छौँ भने हामीलाई मार्केट झर्दा पनि असर नहुने स्टक हामीले पिक गर्छौँ है। सो डेली ट्र्याक र डिसिप्लिनमा ट्रेड गर्छौँ हामी। सो हामीलाई हजुरहरूलाई इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ ग्रुपमा जोइन गर्न सक्नुहुन्छ है। म कन्ट्याक्ट नम्बर माथि डिस्क्रिप्सन बक्समा राखिदिन्छु है। सर वाचलिस्ट एउटा आई एम योर रेगुलर भियर सर। आरएलएफएलको ब्रोकर होल्डिङ एकचोटि हेरिदिनु न सर। बाइकको लागि हेर्दा कस्तो छ सर भन्नुभएको रहेछ है। आरएलएफएल कति मन्थको होल्डिङ भनेको छ, 3 मन्थ र 6 मन्थको भन्नुभएको रहेछ है।
ल 3 मन्थमा 28 नम्बरको मेजर अपरेटर देखियो 577 को प्राइसमा देखियो भने 6 मन्थमा को छ त है ल 28 देख्यो भने यो स्टकको अहिलेको हिसाबले चाहिँ रिसेन्ट टाइम फ्रेममा हेर्दा चाहिँ मेजर अपरेटर 28 देख्यो है मेजर अपरेटर 28 देख्यो भने अब यहाँनिर ट्रेडेड स्टकमा जाउँ आरएलएफएल यो 3 महिनाको टाइम फ्रेममा कसले खेलेर निस्क्यो के छ ल यसमा 72 ले अपरेट हानेर बेचेर पनि निस्किसकेको रहेछ है भने 42 ले पनि किने रहेछ उसले बेची पनि सकेको रहेछ 58 ले पनि किने रहेछ बेचिसकेको रहेछ भने मेजर अहिले अपरेटर चाहिँ 28 नम्बर देख्यो है उसले बेचेको छैन भने 28 नम्बरको अहिले मेजर अपरेटर देखियो भने होल्डिङ पनि राम्रो रहेछ है 1 लाख चान्चुन रहेछ अब 6 मन्थको टाइम फ्रेम हेर्दा पनि कति देखाएको छ त 328 देखे यो कुनको हेरेछ आरएलएफएल 607 को प्राइसमा छ है भने अहिले अब आरएलएफएल कुन प्राइसमा छ ल 536 भनेपछि यहाँनिर रिस्क ट्रेड चाहिँ रिस्क क्यालकुलेटेड रिस्क लिएर ट्रेड गर्न चाहिँ मिल्ने देखियो है किन भन्दा अपरेटर महँगोमा रहेछ भने अब के गर्दा ठिक होला त भन्दा यो जोन भनेको इम्पोर्टेन्ट सपोर्ट जोन थियो सो त्यही जोनमा आएर रियाक्सन चाहिँ आएको रहेछ भने अब यो जोनमा त ब्रेकआउट त देखियो टेक्निकली हेर्दा के देखियो त आरएलएफएलमा ल अब यहाँनिर के गर्न सकिन्छ त भन्दा यो क्यान्डल है यो क्यान्डलको लो 495 भन्दा तल स्टप लस राख्ने र यहाँनिर ट्रेड गर्न चाहिँ मिल्यो है ट्रेड गर्न मिल्यो भने खेलाडीहरू 600 मा देखाछ र यहाँनिर रेसिस्टेन्ट पनि यही जोनमा छ है ल ठ्याक्क 587 को आसपासमा रहेछ भने अब के गर्ने त भन्दा यो जोनमा ट्रेड गर्ने यो भन्दा तल यो क्यान्डल भन्दा तल स्टप लस राख्ने टार्गेट 1 यो राख्ने टार्गेट 1 पुग्दाखेरि सप्लाई आउँछ भने यहाँनिर एक्जिट गर्ने प्रफिट टेक गर्ने यदि सप्लाई आउँदैन भने मात्र हामी सेकेन्ड टार्गेटतिर मुभ गर्छौँ ठीक छ भने यहाँनिर रिस्क टु रिवार्ड रेसियो हेर्दा राम्रो देखियो यो क्यान्डलको लो स्टप लस र टार्गेट 1 यो टार्गेट 2 यो भने यहाँनिर डिसिप्लिनमा ट्रेड गर्नु पर्यो अपरेटरले होल्डिङ गरेछ भनेर चाहिँ जामजुम लाएर छिर्नु भएन है किन भन्दा यो एकदम फल डाउन हुन्छ मार्केटमा नेगेटिभ न्युज आएर एकदम फल डाउन हुन्छ नि अपरेटर महँगो भएर केही फरक पर्दैन है उनीहरूले पनि तल एकुमुलेट गर्छ है फेरि उनीहरूले तल एकुमुलेट गर्छ उनीहरूसँग ठुल्ठुलो पैसा हुन्छ उनीहरूसँग होल्डिङ क्यापेसिटी मस्त हुन्छ है मार्केट झर्या बेला उनीहरूलाई झन् रमाइलो हुन्छ झर्या बेला झन् तल एकुमुलेट गरेर पछि उडाउन झन् सजिलो हुन्छ है सो यहाँनिर के देखिन्छ भन्दा रिस्क टु रिवार्ड रेसियो ठिक छ यो क्यान्डलको लोलाई स्टप लस र टार्गेट 1 यो टार्गेट 2 यो है यसरी सेट गरेर ट्रेड गर्न मिल्यो भने यो भिडियोको बेसमा डाइरेक्ट ट्रेडको डिसिजन चाहिँ नलिनु होला यो भिडियोलाई रेफरेन्सको रूपमा मात्र युज गर्नु होला है ल नेक्स्ट कमेन्टतिर जाउँ है सर जियुएफएल को एनालाइसिस गर्दिनु भनेर चाहिँ ल जियुएफएल फाइनेन्सको दुईटा स्टक पनि हैन ल जियुएफएल को हेर्दा के देखिन्छ त भन्दा इम्पोर्टेन्ट जोनमा चाहिँ आको ठीक छ इम्पोर्टेन्ट जोनमा चाहिँ आको यो जोन भनेको इम्पोर्टेन्ट जोन हो अब यहाँनिर के देखिन्छ त भन्दा यो ट्रेन्ड लाइन एउटा रेसिस्टेन्ट जोन हो ठीक छ यो ट्रेन्ड लाइनलाई र यो सपोर्ट जोनबाट अब माथि आउनु पर्यो कि यो आरएसआई पनि धेरै तल रहेछ है 39 मा रहेछ है यसमा के गर्न सकिन्छ त भन्दा यदि यो ट्रेन्ड लाइनलाई ब्रेकआउट गर्छ विथ भोल्युम भने चाहिँ हामीले ट्रेड चाहिँ गर्न मिल्यो तर स्टप लस एकदम टाइट राख्नु पर्यो है यो क्यान्डलको लो तल स्टप लस र टार्गेट 1 यो टार्गेट 2 यो है र टार्गेट 3 यो जोन है भने यसरी टार्गेट सेट गर्न मिल्यो भने अब के गर्ने त यो फुल ब्रेकआउट विथ भोल्युम गर्छ भने चाहिँ टार्गेट 1 यो टार्गेट 2 यो टार्गेट 3 त्यो है टार्गेटहरुमा सप्लाई आउँछ भने एक्जिट गर्ने है सो यो जोनलाई यदि ब्रेकआउट गर्छ भने चाहिँ एउटा राम्रो कुरा हुन्छ यो जोनलाई यदि ब्रेकआउट गर्छ भने यो अहिले लोवर लो
लोवर हाई लोवर लो बनाउन आएको छ भने यो लोभन्दा तल नगइकन यहीँबाट माथि गएर यो जोनलाई ब्रेकआउट गर्छ भने ब्रेक अफ स्ट्रक्चर हुन्छ, चेन्ज अफ क्यारेक्टर हुन्छ। चेन्ज अफ क्यारेक्टर भयो भने चाहिँ हामीले अलिकति सेफ साइडमा बसेर इन्ट्री गर्न मिल्यो भने अहिले नै रिस्क लिएर ट्रेड गर्छु भन्ने हो भने चाहिँ यो करेन्टली आएको ट्रेन्ड लाइनलाई यदि ब्रेकआउट गर्छ विथ भोल्युम भने हामीले यो क्यान्डलको लो तल सेट गरेर स्टप लस सेट गरेर हामीले ट्रेड गर्न मिल्यो है भने अहिले ब्रोकरको होल्डिङ के छ यसमा ल जियुएफएलको एकचोटि हेरौँ है। ल 6 मन्थको होल्डिङ हेर्दा खासै मेजर अपरेटरहरू देखिएन है, मेजर होल्डिङ कसैसँग पनि छैन भने यहाँनिर किनेर बेची पनि सकेको रहेछ है अपरेटरहरूले है। किन भन्दा यो स्टक त चलिरहेको स्टक हो, किन भन्दा यहाँनिर जाउँ है जियुएफएलमा जाउँ। जियुएफएल यसलाई 3 मन्थको टाइम फ्रेम राखेर कुन कुन अपरेटरले अपरेट गरेको थियो ल खासै त्यस्तो अपरेट देखेन है। किन भन्दा 42 ले 81,000 किता किनेको थियो, 86,000 बेचिसक्यो भने उसँग पहिला पनि अलिअलि होल्डिङ थियो होला। 58 ले पनि 84,000 किता किनेको थियो, 80,000 बेचिसकेको छ भने 7 नम्बरको अपरेटरले पनि 86,000 किता किनेको थियो र 76,000 किताब बेचिसक्यो भने यहाँनिर अपरेटरहरूले किनेको जति बेची पनि सकेको छ क्या। सो मुभमेन्ट अलिकति नआउन सक्छ। सो अब यसै यही स्टक पिक गर्ने हो, तपाईँलाई यही स्टक मन परायो भने चाहिँ ठिक हो, नत्र चाहिँ अर्को स्टकतिर हेर्दा ठिक होला है। किन भन्दा अपरेटरहरू त्यति इन्ट्रेस्टेड छैन है भने अब यसको एकदम लार्ज टाइम फ्रेमबाट हेर्दैम है मेजर अपरेटरसँग कससँग कति छ एकचोटि हेर्दैम है। स्टक होल्डिङमा जाउँ, जियुएफएल 3 इयर्सको डाटा हेर्दैम है। थ्री इयर्सको डाटा हेर्दा 42 नम्बरको मेजर अपरेटर देखियो, 90,000 किता मात्र रहेछ 684 को प्राइसमा भने 58सँग 60,000 किता छ 661मा, 50,000 किता छ 7सँग 686 को प्राइसमा है भने अहिले अवस्था मेजर अपरेटरहरू पनि महँगोमा छ भने मेजर अपरेटर पनि यो स्टकबाट निस्किन खोजिरहेको जस्तो देखेँ है। किन भन्दा अघिको हामीले कम्पेरिजन गर्दा बाई पनि गरिरहेको थियो, सेल पनि गरिरहेको थियो। बाई सेल गरिरहेको थियो भने उनीहरूको मजाले त्यो होल्डिङै गरेर उडाउने हिसाबले बसेको छैन है। सो यहाँनिर उनीहरू पनि अब एउटा मुभमेन्ट आउँदा निस्किन पनि खोज्छ, किन भन्दा फाइनेन्सबाटै यो त्यति खतरै लो क्याप चाहिँ होइन है। लो क्यापहरू एनएफएस, एमपिएफएल, यो जेएफएल, आरएलएफएल यिनीहरू ठिक छ है। यदि लो क्यापमा सप्लाई कम छ ट्रेड गर्ने हो भने अलिकति लो क्याप र नन पर्फर्मिङ लो अलिक ठिक्क मेन्टेन भएको हेर्दा ठिक होला है। ल अब यो ट्रेन्ड लाइनलाई यदि इन्ट्रेस्टेड यही स्टक किन्ने हो भने चाहिँ अब टाइट स्टप लस राख्नु पऱ्यो। तर म यो स्टकमा चाहिँ रिकमेन्ड चाहिँ गर्दिनँ है। र मैले जुन भिडियो बनाए पनि भिडियोको बेसमा डाइरेक्ट ट्रेडको डिसिजन चाहिँ नलिनु होला। हजुरलाई यदि इन्ट्रेस्टेड नै यही स्टकमै लायो भने चाहिँ योभन्दा तल स्टप लस र टार्गेट 1 यो, टार्गेट 2 यो, टार्गेट 3 यो भने यिनीहरूमा सप्लाई आयो भने इक्जिट हुने भने मेजर अपरेटरहरू इन्ट्रेस्टेड छैन है यो स्टकमा। ल सर एनएचपिसीको 3 मन्थ र 6 मन्थको ब्रोकर होल्डिङ भनेर चाहिँ कुनको भने एनएचपिसी 3 मन्थको के देख्यो त 47 नम्बरसँग 1,04,000 किता छ 220 को प्राइसमा, 92 नम्बरको ब्रोकरसँग 92,000 किता छ 218मा, 41,000 किता छ 53 नम्बरको ब्रोकरको 220मा भने ओभरअल टोटल होल्डिङ 6,41,000 किता छ 219मा है भने 6 मन्थको डाटा हेर्दा के देखिन्छ। ल 6 मन्थको डाटामा हेर्दा 92 नम्बरसँग 1,24,000 किता छ 218मा, 63 नम्बरको ब्रोकरसँग 55,000 किता छ 231मा है। ल थ्याङ्क यू फर लभ रियाक्सन, ग्रेट एनालाइसिस सर भन्नुभएको छ। ल थ्याङ्क यू फर गुड कमेन्ट है। हजुरहरूलाई पनि कुनै पनि क्वेरी छ भने हजुरको कुनै पनि स्टकको डिटेल एनालाइसिस भिडियो चाहिन्छ भने हजुरले कमेन्ट डाउन गर्न सक्नुहुन्छ है। कमेन्ट डाउन गरेको भोलिपल्टै हामीले त्यो भिडियोमा हालिहाल्छौँ है। सो मजाले हजुरले सबैलाई हेल्प पुग्ने हिसाबले सबैलाई सेयर गर्नु होला है। ल नेक्स्ट भिडियोमा भेट्छौँ। ह्याप्पी ट्रेडिङ एभ्री वान।